हान्छ यो चाहिँ हाइकिङ ट्रेकिङ जाने खालको जुत्ता रहेछ है ल यो कम्फर्टेबल छ नि हैन अर्को दुखाउँछ नि त हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई च्यानल हजुरहरूलाई मैले हिजो सानो भिडियो क्लिप बनाएको थिएँ त्यसमा पनि भनेको थिएँ म अब नेक्स्ट भिडियो चाहिँ ताप्लेजुङको पाथिभरा जाँदाखेरिको ल्याउने छु भनेर त्यही अनुरूप आज चाहिँ मैले भिडियो बनाउन गइरहेको छु यो देखिराख्नु भएको बजार चाहिँ ताप्लेजुङ बजार म पनि फर्स्ट टाइम पुगेको चाहिँ माननीय योगेश भट्टराईज्यूको अब निजी निवास पनि हो यहाँ हैन सबैलाई थाहा होला त्यो कुरा त एकदम राम्रो रहेछ बजार सानो अलिकति बाटो चाहिँ साँघुरो टाइपको हैन अलिकति अब पहाडी भेग त्यस्तै हो अब ठुलो अब भ्यालीहरू त हुँदैन नि हैन त्यसले गर्दाखेरि अलिकति साँघुरो बाटो चाहिँ साँघुरो तर बजार एकदम राम्रो थियो अनि बाटो पनि राम्रै रहेछ जस दुईटा गाडीहरू पास हुने खालको सबै बजार चाहिँ हामी घुम्न पाएन अब हामी चाहिँ अब पब्लिक गाडीमा गएको हुनाले गर्दाखेरि अन द वे अब हामीले चाहिँ मात्रै हेर्न पायौँ भिडियोहरू क्लिपहरू लिन पायौँ तर अलिकति लङ टुर गरेकोले गर्दाखेरि हल्का टायर्ड फिट चाहिँ भइरहेको थियो अनि यसरी गयो हामी चाहिँ हैन तर मैले सबै फुल भिडियो चाहिँ खिच्न पाएन यो चाहिँ ताप्लेजुङ बजार यहाँसम्म गएर यहाँदेखि चाहिँ हामीले अब गाडी चेन्ज गरेर अब माथिल्लो तल्लो फेदीसम्म जानुपर्ने हुन्छ तल्लो फेदीदेखि चाहिँ हाम्रो अब पैदल यात्रा सुरु हुन्छ हैन यहाँसम्म चाहिँ हामी अब यता पाँचथरबाट गएको गाडीमा गयौँ अनि त्यसपछि त्यहाँबाट आएको बिचको यो जुन तल्लो फेदीसम्म आउने अब ताप्लेजुङबाट त्यहाँ आएको भिडियो चाहिँ बनाउन सकिनँ किनभने हामी चाहिँ अब सिट पाएन भने जस्तो पछाडिको दोहोरी सिटमा बसेर आएको थियौँ लगभग हामीलाई चाहिँ मेरो उहाँ अगाडि हिँड्नुहुने चाहिँ जेठु अनि यतापट्टिको चाहिँ अब अनिता जेठु र मलाई चाहिँ अब दोहोरी सिटमा पछाडि हालेको थियो लगभग 3 फिट जति उफार्दै ल्याएको थियो एकदमै चाकाचुली खेलेको जतिकै भएको थियो जस त्यो बिचको बाटो चाहिँ एकदमै अब खतमै छ क्या अनि मैले हिजो पनि भनेको थिएँ हैन हिजोको भिडियोमा पनि हो यो केबल कारको सट्टामा हो यो बाटोहरूलाई चाहिँ अलिकति व्यवस्थित गर्दाखेरि चाहिँ अलिकति अब सुविधा पाउने थिए क्या सबैजनाले हैन दुःख हुने थिएन त्यति धेरै थोरै बाटो त धेरै हैन 1 घन्टाको मात्रै हो तर पनि यति धेरै अब गाह्रो नि त्यो उता 5 घन्टाको बाटो आएको भन्दा पनि बढी अब त्यतिमा चाहिँ उफारेर अब थकाइदिँदो रहेछ तर पनि केही छैन रमाइलो भयो सबैजना अब ग्रुपमा आउँदाखेरि हैन अनि त्यस पछाडि त्यहाँबाट चाहिँ हामी यहाँबाट उकालो अब यो माथिल्लो फेदी तल्लो फेदीबाट चाहिँ अब हामी माथिल्लो फेदीतिर तर्फ लाग्यौँ त्यस पछाडि यहाँदेखि चाहिँ अब तल्लो फेदीबाट माथि चाहिँ अब ट्रस्ट हाल्न सुरु गरेको रहेछ अहिले धेरै जस्तो ठाउँमा अनि यहाँदेखि चाहिँ अब सबै यस्तो सिँढी नै सिँढी छ हैन यो चाहिँ अब ढुङ्गाहरूले बनाएको सिँढीहरू रहेछ एकदमै माथि पाथिभरा पुगिन्जेलसम्म नै यस्तै छ अरे अनि हामी चाहिँ त्यहाँबाट अब 3 जना हामी चाहिँ हाम्रो ग्रुपमा चाहिँ 3 जना थियौँ त्यस पछाडिको ग्रुपमा चाहिँ अब 15 जना जति आउनुहुँदै थियो तर अब अलिकति हाम्रो चाहिँ अगाडिको गाडी भएकोले गर्दाखेरि बिस्तारै हिँड्दै गरौँ न त भनेर अनि हामी चाहिँ उकालो लाग्यौँ अनि यहाँ अब जस चिसो मौसम भए पनि माथि चाहिँ अब ट्रस्ट भएकोले गर्दाखेरि चाहिँ त्यस्तो धेरै चिसो भन्ने फिल चाहिँ भएन हल्का अब हावा त चलिरहेको थियो हैन एकदमै डाँडा ठाउँ हैन तर यस्तो आनन्द छ हेर्नु न अब यतापट्टि पुरा अब चिसो हावा आउँछ हैन त्यस पछाडि अनि अब भ्यूहरू हेर्दै हिँड्नको लागि यति धेरै अब मजा आउँछ नि अब अझ अगाडि जति माथि गयो त्यति धेरै रमाइलो हुन्छ हैन यो तल देखिरहेको बजार चाहिँ तल्लो फेदी हो त्यहाँ पनि यसरी उकालो हिँड्दै हामी चाहिँ गयो सबैजना रमाइलो कस्तो दामी भ्यू पुरै साइडमा चाहिँ हुस्सु लागिरहेको थियो अनि यहाँबाट चाहिँ हल्का सिनेमेटिक भ्यू लिनु पर्यो भनेर म चाहिँ अलिकति अगाडि गएँ अनि यहाँ पुगेर चाहिँ यस्तो दामी डाँडा हेर्नु न यस्तो दामी भ्यू देखेको छ कि
अमेजिङ छ पुरै पुरै त ट्रस्टले हालेको त चाहिँ हैन कस्तो दामी तल यो चाहिँ तल्लो फेदी हो एकदमै धेरै घरहरू पनि बनिरहेको रहेछ पारीको डाँडाहरू नीलो पुरै हरियो वन जङ्गलहरू हैन आकाश नीलो अनि हल्का हुस्सी लागेको लाइन हैन यस्तो दामी देखिरहेको थियो नि कस्तो दामी छ हेर्नु त अनि यस्तो हिँड्दै जाँदाखेरि यस्तो दामी सिनहरू हेर्दै हिँड्न पाइन्छ फोटो भिडियोहरू खिच्दै हिँड्न पाइन्छ हैन तपाईँ अब केबल कारमा जानु भने त सुइँ लान्छ सर्ट माथि पुर्याउँछ सक्यो कि न त्यहाँको त्यो नेचुरल कुराहरूसँग तपाईँ भिड्न पाउनुहुन्छ न त्यहाँ फिल गर्न पाउनुहुन्छ हैन अब जस्तै सहर बजारबाट जानुभएको छ भने पनि तपाईँको अब हाइकिङ ट्रेकिङ जस्तो हुन्छ एउटा हैन यस्तो छुट्टै रमाइलो हुन्छ यसरी बाटोमा अब सानो पसलहरू पनि छ हैन यहाँ हेर्नु त अगाडिपट्टि कस्तो एनर्जी ड्रिङ्कहरू छ मकै भुटेर राखेको छ चिप्सहरू छ पानीको व्यवस्था छ चटपटी खानुहुन्छ भने चटपटी छ हैन कस्तो छ क्या बाटो जो राम्रो छ क्या एकदमै चिसो मौसम बाटोमा चाहिँ एनर्जी ड्रिङ्कहरुको अनि हामीले चाहिँ यहाँबाट मकै त्यस पछाडी के किनेको थियौँ जुसहरू फ्रुटीहरू के किनेर चाहिँ अनि उकालो लाग्यौँ यहाँबाट फेरि भेडा चौरी हल्का हुस्यु हैन अनि कस्तो रमाइलो के अनि यसरी चौरीहरू पनि बाटोबाट झरिरहेको थियो हामीलाई चाहिँ अब यो चौरी गाउँकै बस्ती जस्तो सम्झेर हामीले चाहिँ अलिकति हान्दैन भनेर बस्यो तर भरे चाहिँ अलिकति हान्दो रहेछ चौरीले चाहिँ हैन अनि त्यसपछि यसरी भाग्न परेको थियो सिङै हेर्नु न कस्तो डर लाग्दो के अब एकदम भाला जस्तो अनि यसरी कस्तो हेर्नु न कस्तो अर्कै फिल हुने क्या अब त्यो कहाँ हुम्ला डोल्पातिर यस्तो अब पहिलेको भिडियोहरुमा मुभीहरुमा देखेको कुरा हैन आफ्नो रियल आँखाले फिल गर्न पाउँदा चाहिँ कस्तो आनन्द हुने के सतपुतले गइन अब तपाई केबल कारबाट जानु भन्दा यो कुरा केही पनि देख्नु हुँदैन हैन माथि अब त्यो बाछला हुने नि त त्यहाँ त एकदमै अब हाइट छ अब लगभग 4000 फिट भन्दा माथि कति छ हाइट हैन अनि अब तपाई माथिबाट जाँदाखेरि त त्यो बादलतिर हुनुहुन्छ तपाई केबल कारमा हुँदा त अनि तलको कुरा केही देख्नु नि हुँदैन केही फिलै गर्न पाउँदैन के हिँड्दै जाँदा यति मजा छ अब बाटोहरू पनि लगभग निकै राम्रो बनिसकेको छ अहिले हैन सबै अब ढुङ्गे हालेर अब त्यस्तो यताउताहरू पनि छैन अब जस्तै पानी आयो भने पनि अहिले त ट्रस्टहरू हालेर चाहिँ अनि राम्रो बनाइरहेको रहेछ फुल्ली चाहिँ भइसकेको छैन बिचमा अलिअलि बाँकी छ तर अब टोटली नै भइसकेपछि चाहिँ एकदमै राम्रो पानी आउँदाखेरि पनि अब सेफ्टी भयो त्यति भएपछि त हैन अनि यसरी हामी जाँदाखेरि चाहिँ उबाट फर्किँदै हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ अनि हामी चाहिँ अब कतिखेर पुगिन्छ भन्दै जतिजना भेटिन्छ त्यतिजनासँग सोध्दै भिडियो बनाउँदै हिँड्नुपर्छ के अब हिँड्दै थियौँ यहाँ हेर्नु न यो सबै देखेको यो सबै लाली गुराँस हो क्या यताको चाहिँ यति धेरै बाक्लो जङ्गल हैन कति छ दाइ माथि फेरि पुग्न ए नजिकै रहेछ नि यो जति पनि देखिराख्नु भएछ यो चाहिँ सबै लाली गुराँसको जङ्गल हो एकदमै धेरै लाली गुराँसहरू पाउँदो रहेछ यहाँ चाहिँ पुगिन लाग्यो दाइ अब हजुर माथि फेरि पुगिन लाग्यो हामी त पूजा गरियो लाग्यो पूजा गर्न लाग्यो आज जानु भएको हजुर जानु गर्ने हामी ए आमाम यहाँ जाँदै गर्दा फेरि पनि अर्को पटक पनि चौरी गाईहरू सबै झरिरहेको थिए यहाँ चाहिँ सबैको हरेकको घाँटीमा चाहिँ अब घन्टीहरू झुन्ड्याइदिएको रहेछ त्यो चाहिँ अब कहाँ गइरहेछ भनेर थाहा पाउन सजिलो हुन्छ भनेर होला सायदै सबैको क्या सिङ चाहिँ कस्तो लामो कस्तो दामी पुग्छ क्या चौरी गाई यस्तो दामी हेर्दै हिँड्न पाइन्छ क्या
यहाँबाट हिँड्दै जाँदाखेरि चाहिँ है तपाईहरु कहीं जान पर्दैन क्या त्यहाँ पुग्नु भयो भने तपाईहरुले चाहिँ सबै कुराको फिल गर्न पाउनुहुन्छ अब जस्तै अब लाली गुराँस फुल्ने सिजनमा जानु भन्दा चाहिँ तपाईहरुले पुरै भेराइटिज हेर्न पाउनुहुन्छ त्यहाँ अब चाहिँ अनिता जीले भिडियो बनाउन थाल्नुभयो म चाहिँ अलि थाके पनि अनि गफ गर्दै हामी चाहिँ हिँड्यौं यसरी उकालो यसरी मकै खादै खादै गफ गर्दै हैन 2-4 जना ग्रुप चाहिँ हुनुपर्छ यति रमाइलो हुन्छ हैन यति मिठो हुन्छ त्यो चिसो मौसममा मकै गुरुम खादै हिँड्नलाई हैन त्यो तपाईले चाहिँ अब हैन एकचोटी गएर हेर्नु भयो भने आफै फिल गर्न सक्नुहुन्छ के हुन त यो भिडियो हेरेर पनि तपाईलाई अब फिल भइराको होला हैन यति धेरै मजा हुन्छ अब त्यो पुरै छोड्दिनुस् क्या स्वर्गीय आनन्द मिल्छ क्या यति बेला चाहिँ मैले पनि देवालीको बोका त धेरै हानेको छु त्यसले हिजो अस्ति पनि त्यो के अरे तिहारमा काटेको खसी कति पनि अनि नुनको भारीमा पनि त्यस्तै त्यो जति बोक्दैको त्यति खाँदै जाने हैन नुन के भएर वेट गरौँ अनि हामी चाहिँ यसरी अब दाजुभाइ अनि अनिताजी चाहिँ हाउडे गफ हान्दै हैन उकालो अब बाटो काट्न सजिलो गफ गर्दै गयौं लगभग अब हामी चाहिँ माथलो फेदीको छेउछाउ पुग्न लाग्यौं यहाँबाट हैन अब त कस्तो आनन्द छुट्टै फिल हैन हल्का थकाइ पनि लागेको थियो अब लगभग 45 मिनेट जति हिँडेर अब हामी माथि पुग्न लागेका थियौं तर त्यो बेला मलाई एउटा के कुरा चाहिँ फिल भयो भने पहिलेदेखि के अब भन्ने भनाइ रहेछ हैन यहाँ पाथी भएर जानलाई चाहिँ अब आफूले मात्रै चाहेर पनि हुँदैन अनि त्यसपछि त्यहाँको माताले पनि चाहनु पर्छ भन्ने कुरा नै अब त्यहाँको पहिलेदेखिकै त्यो कुराहरु रहेछ हैन त्यो कुरा चाहिँ कसरी पनि मलाई चाहिँ फिल भयो भने अनिता चाहिँ एकदमै धेरै बिरामी भइरहेको थियो पहिले पनि हैन बिहेको बेला पनि त्यस्तै अब भयो नि त अनि उलाई चाहिँ पेट दुखिरहेको थियो तर पनि अब म जसरी पनि जान्छु भनेर उले अब भन्यो हैन अनि मेरो पनि पहिले कतिचोटि जान्छु भन्दा पनि अब जाने अब त्यस्तो कहिले पनि टाइम मिलेन अनि जब बिहे गर्यो त्यसपछि अनि हामी दुई नै जाने भनेपछि त्यसपछि चाहिँ अनि टाइम पनि मिल्यो अनि ससुराली नि मेरो उताबाट चाहिँ अनि अब नजिकै पनि अनि ससुरालबाट सिधै उता हामी चाहिँ गएको उ त्यस्तो बिरामी मान्छे पनि तर त्यहाँ यति आनन्दले गयो नि हैन पुरा अब त्यहाँ हेर्नु उसको अब त्यहाँ चेहरा हेर्दा थाहा हुन्छ के पुरै अब हँसिलो तरिकाले हिँडिरहेछ हैन अब घरमा त्यस्तो बिरामी भएर अब डाक्टरहरु लिएर घरमै अब डाक्टर बोलाएर त्यस्तो अब ट्रिटमेन्ट गरिरहेको मान्छे तर अब त्यसरी अब त्यहाँ जाँदाखेरि चाहिँ कस्तो हँसिलो तरिकाले हिँडिरहेछ के अब खासै बस्दा नि बस्यौं न के हामी कन्टिन्यू एकोहोरो हिँडिरहेथ्यौं पछाडीको ग्रुपहरु पछाडी नै आइराख्नु भयो हामी चाहिँ अगाडि गइराख्यौं माथि गएर पर्खिने भनेर हैन ताप्लेजुङमा नै हामी चाहिँ अब त्यहाँ एउटा पसलमा अब खाजा खाँदाखेरि त्यहाँको सिस्टरले चाहिँ हाम्रो होटल माथि छ माथलो फेदीमा पनि त्यहाँको नम्बर दिन्छु भनेर हामीलाई नम्बर दिनुभयो अनि त्यो होटल नम्बर चाहिँ 15 थियो हैन अनि हामी चाहिँ त्यही खाजा खाएकै ठाउँबाट चाहिँ होटल बुकिङ गरेर अनि गएको त्यही भएर चाहिँ ढुक्क अब धेरै जना भए पनि अब रुम बुकिङ गरिसकेपछि समस्या भएन नि त त्यही भएर हामी चाहिँ आनन्दले गयौं अनि त्यसपछि ठ्याक्क अब हामी चाहिँ माथलो फेदी लगभग पुग्यौं हैन यहाँदेखि चाहिँ अनि हामी अब आफ्नो होटलदेखि अलि तलतिर पुगेपछि चाहिँ त्यहाँ एकछिन बसेर यस्तो दामी देखिदो रहेछ भ्यू हैन सबैजनाले हेरेर फोटो खिचिराख्नु भिडियो खिचिराख्नु भएको थियो हामी पनि गएर भिडियो खिच्यौं यस्तो दामी सबै त्यो हिँडेको जति थकान सबै मेटिदो रहेछ त्यहाँ पुगेर हेर्दाखेरि अनि अब बाँकी जति पनि भिडियो छ चाहिँ त्यो चाहिँ अर्को पार्टमा देखाउने छु अलिकति भिडियो लामो भएकोले गर्दा फेरि भेटौँला।